गर्मी मौसममा मानिसहरूले दिनमा कति पानी पिउनुपर्छ भन्ने कुरा व्यक्ति र तिनीहरूको जीवनशैलीमा निर्भर गर्दछ। यद्यपि सामान्यतया स्वास्थ्य विशेषज्ञहरूले दिनमा कम्तीमा 8 गिलास पानी पिउन सिफारिस गर्दछन्, जुन लगभग 2 लिटर बराबर हुन्छ। तर गर्मीमा यो मात्रा बढाउन आवश्यक हुन सक्छ। यहाँ केही कारकहरू छन् जसले गर्मीमा तपाईहरूलाई कति पानी पिउन आवश्यक छ भनेर निर्धारण गर्न मद्दत गर्दछ। शारीरिक गतिविधि। यदि तपाईँ धेरै सक्रिय हुनुहुन्छ र व्यायाम गर्नुहुन्छ भने तपाईहरूलाई अरूको तुलनामा धेरै पानी पिउन आवश्यक पर्दछ, किनभने व्यायाम गर्दा तपाईहरूको शरीरले पसिनाको माध्यमबाट तरल पदार्थ गुमाउँछ। जलवायु। गर्मी मौसममा तपाईको शरीरले सामान्यभन्दा बढी पसिना निकाल्छ, जसले गर्दा तपाईहरूलाई धेरै पानी पिउन आवश्यक पर्दछ। स्वास्थ्य अवस्था। केही स्वास्थ्य अवस्थाहरू जस्तै ज्वरो, पखाला वा बान्ताले शरीरमा तरल पदार्थको कमी गराउँदछ, त्यसैले तपाईले धेरै पानी पिउनुपर्छ। उमेर। वृद्ध व्यक्तिहरू र साना बच्चाहरूलाई डिहाइड्रेसनको जोखिम बढी हुन्छ, त्यसैले उनीहरूले पर्याप्त पानी पिउन सुनिश्चित गर्नुपर्दछ। गर्मीमा पर्याप्त पानी पिउनका केही सुझावहरू। सधैँ पानी बोक्नुहोस्। दिनभरि पानीको बोतल आफ्नो साथमा राख्नुहोस् र नियमित रूपमा पानी पिउनुहोस्। तिर्खा लाग्नु अघि नै पानी पिउनुहोस्। तिर्खा लाग्नु भनेको तपाईको शरीर पहिल्यै नै डिहाइड्रेट भइसकेको सङ्केत हो। पानीको मात्रा धेरै भएको खानाहरू खानुहोस्। फलफुल र तरकारीहरू जस्तै तरबुजा, काकडी र टमाटरमा पानीको मात्रा उच्च हुन्छ। इलेक्ट्रोलाइट पेय पदार्थ पिउनुहोस्। यदि तपाईँ धेरै व्यायाम गर्नुहुन्छ वा धेरै पसिना बगाउनुहुन्छ भने इलेक्ट्रोलाइट पेय पदार्थहरूले तपाईलाई गुमाएका खनिज पुनः प्राप्त गर्न मद्दत गर्छ। क्याफिन र अल्कोहलको सेवन सीमित गर्नुहोस्। यी पेय पदार्थले तपाईको शरीरलाई डिहाइड्रेट गर्न सक्छ। यदि तपाईहरूलाई डिहाइड्रेसनका लक्षणहरू अनुभव भइरहेका छन्, जस्तै अत्याधिक तिर्खा लाग्ने, गाढा पिसाब, टाउको दुखाइ वा चक्कर लाग्ने, तुरुन्तै पानी पिउनुहोस् र आवश्यक परेमा चिकित्सा सहायता लिनुहोस्। त्यसैले गर्मीमा तपाईहरूले कति पानी पिउनुपर्छ भन्ने कुरा तपाईहरूको व्यक्तिगत आवश्यकताहरूमा निर्भर गर्दछ, तर सामान्य नियमको रूपमा दिनमा कम्तीमा 8 गिलास पानी पिउनुहोस् र आफ्नो शरीरको सङ्केतहरू सुन्नुहोस्। धन्यवाद पुरा भिडियो हेरिदिनु भएकोमा।